सम्पूर्णमा नमस्कार। म लक्ष्मण नेउपानी। यति बेला विशेष गरी सुदूर कर्णालीका ग्रामीण भेगहरू अर्थात् अछाम क्षेत्र नम्बर 2 को चुनावी नतिजालाई लिएर म यहाँको जनमानसमा यहाँको जनमानस पटलको यो अवस्था र यो विषम परिस्थितिमा पनि यहाँको जनमानसमा परिवर्तन नदेखिनुको प्रमुख कारण के हो भन्ने विषयमा तपाईहरुलाई म सशक्त रूपमा जानकारी गराइराखेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सुदूर कर्णालीका जनताहरूलाई भेडाको उपनाम दिनुहुने बुद्धिजीवी वर्गहरू तपाईहरुले एक पटक यो कुरालाई मनन गर्नुहोला। यहाँका जनताहरू भेडा होइन। दिनरात माटोसँग खेलेर आफ्नो पसिना माटोसँग मिसाइ राख्नुहुने ती निर्दोष आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई भेडाको उपनाम नदिनु होला। कृपया यहाँको पोलिटिक्सलाई यहाँको राजनीतिकलाई व्यापारीकरण गरेर यहाँका ग्रामीण भेगका शिक्षक कर्मचारी वर्गहरूले यहाँको राजनीतिलाई आफ्नो घेराबन्दी गरी आफ्नो निकट गरेर त्यसलाई चलायमान गरी व्यापारीकरण गरेर राजनीतिको खोल ओडेर विद्यालयहरूमा राजनीतिक दलका कार्यकर्ताहरू भर्ती केन्द्र बनाएर जुन खालको एउटा शिक्षाको क्षेत्रमा व्यापारीकरण गरिराख्नु भएको छ हो त्यसको प्रकाष्ठ अहिले जुन यो परिणाम आएको छ, जनस्तरमा जुन परिवर्तन देखिएन पछिल्लो चरणमा, त्यसको मेन कारण भनेको 95% अछाम क्षेत्र नम्बर 2 को हकमा म कुरा गर्दैछु। 95% शिक्षक कर्मचारी जीवहरू राजनीतिक दलका झोले भएकै कारणले गर्दा यो अवस्था सिर्जना भएको हो। यसले गर्दा अछाम क्षेत्र नम्बर 2 को विकासको कुरा त त्यो छुट्टै पाटो रह्यो, त्यो छँदैछ। तर यहाँको शिक्षा स्वास्थ्य जो अत्यावश्यक विकासको पाटो हो त्यो अझै पनि 10 वर्ष भन्दा यता माथि उठ्नेवाला छैन। यिनीहरूकै कारण जबसम्म यिनीहरू व्यक्तिगत स्वार्थ पूरा गरेर आफू सुसम्पन्न हुँदैनन् तबसम्म यिनीहरूले यहाँको अवस्थालाई